हेलो एभ्रिवान, आई होप सबैजना सन्चै हुनुहुन्छ होला। हामी पनि एकदमै ठिक छौँ। अनि आज चाहिँ 2 जना भएर कता जान लागेको होला भन्नुभएको होला साथीहरू। हामी चाहिँ कतै जान लागेको होइन, म चाहिँ काममा जान थालेको, सुरक्षा चाहिँ दिदीकोमा घर जान थालेको हो। अनि हामी चाहिँ अब रेडी भएर खानासाना खाएर घरको कामहरू गरेर अनि हामी रेडी परेर निस्क्यौँ। अनि हामी बस चढेर सुन्दारासम्म चाहिँ हामी बसमै जान्छौँ। हामी हिँड्दैछौँ बाटोमा, 2 मिनट जति हिँड्नुपर्छ हिँड्दै अनि गएर एकछिन कुर्दै गाडी आयो। अनि हामी गाडी चढ्यौँ साथीहरू। त्यसपछि चाहिँ हामी अब सुन्दारा जाने, सुन्दारा गएर अनि हामी चाहिँ सपिङ गर्ने पनि भनेको छौँ। कस्तो हुन्छ हामी फेरि रत्न पार्क नै झराल्दियो कि गाडीले। हामी जुन गाडी चढेको थियौँ है, सुन्दारा भनेको गाडी रत्न पार्क नै झराल्दियो हामीलाई। अनि हामी रत्न पार्कबाट हिँड्दैछौँ, कुरा गर्दै हिँड्दैछौँ। अनि घाम हिजो चाहिँ घाम त्यति लागेको थिएन, आज चाहिँ धेरै घाम लागेको छ। फेरि उता आज शहीद दिवस पनि हो, शहीद गेटतिर। अनि आज अलिकति भिडभाड नि होला भनेर हामीलाई यतापट्टि रत्न पार्क नै झार्थ्यो। त्यही पनि ठिकै छ, हामी कुरा गर्दै जाँदैछौँ। अब त्यही पनि सुरक्षा विदेश जाने धेरै टाइमहरू पनि स्पेन्ड गर्न पाइँदैन नि त। अनि त्यही भएर हामी चाहिँ अहिले कुरा गर्दै हिँड्दै जाँदैछौँ। अब अझै हामी सपिङ गर्न जाने भनेर एक ठाउँ सपिङ गर्न जाँदैछौँ कि अब हामीले सपिङ के गर्छौँ त हामीले देखाउन मिले पार देखाउँछौँ, मिल्दैन होला होइन। अब हामी सपिङ गर्न जाँदैछौँ। सपिङ गरिसकेपछि अनि सुरक्षा चाहिँ आफ्नो दिदीकोमा जानुहुन्छ। म चाहिँ अब सपिङ गरेर फर्किसकेँ। अनि सुरक्षा पनि घर जानुभयो। अनि के सपिङ गऱ्यौँ भनेर त हजुरहरूलाई हामीले देखाउन पाएनौँ। अनि म हिँड्दै अनि सुरक्षा गइसकेपछि म त बिचको गल्लीबाट चाहिँ त्यति भाटभुटेनी आइसकेँ। अनि डब्लुटिसी भाटभुटेनी आएर अनि भित्र पसिसकेँ। मेरो अब भाटभुटेनीमै हो नि त काम गर्नुपर्ने मैले लिक्विड सेक्सनमा। अनि भाटभुटेनीहरू नि यसो देखाउँदैछु। त्यहाँ फेरि मैले चाहिँ धेरै खिच्नु त मिल्दैन कि, किनभने त्यहाँ हामी अब त्यस्तरी खिच्न पर्सनली रूपमा त्यस्तरी हामीले सबै खिच्न चाहिँ पाउँदैन। त्यही पनि मैले हल्का फुल्का लिक्विडहरू त्यहाँको देखाएँ। भित्रको त म देखाउन सक्दिनँ, किनभने म खासै अब भित्र जाने काम पनि मेरो पर्दैन। ग्रोसरी लाइनहरूमा अब कपडाहरूमा माथि होइन काम अहिले चाहिँ यो रेडियोनमा 25 रुपियाँ अफ रहेछ है, भाटभुटेनीमा चाहिँ आएर लान सक्नुहुन्छ। अनि म कामसाम गरिउरी अनि त्यहाँबाट म निस्केँ अनामनगरको लागि चाहिँ। यहाँ यो चाहिँ मेरो साथी, अर्को कम्पनीको साथी हो र म चाहिँ अब अनामनगर जाने हो एकछिनमा। अब हामी खाजा खाने अनि अनामनगर जाने। फेरि आज अनामनगरको भाटभुटेनी पनि भिजिट गर्नुपर्ने छ कि। अनि हामी खाजा खानातिर लाग्यो। खाजामा चाहिँ मोमो खाएँ, साथीहरूसँगै खाएको। साथीहरूलाई चाहिँ मैले देखाउन छुटाएछु। अनि म निस्केर फेरि अब थापाथली हुँदै म हिँड्दै जाँदैछु, किनभने मलाई रमाइलो लाग्छ त्यहाँको त्यो माइती घरतिर देख्दा रमाइलो लाग्छ। अनि म हिँड्दै जाँदैछु, साथीहरूसँग कुरा गर्दै अनि हिँड्दै जाँदैछु। अनि रमाइलो छ, घाम लागेको छ सफा। यो चाहिँ नेपाल टेलिभिजनको अफिस जीवनजी आन्दोलनमा जलेको, अहिले बर्बाद छ। यो चाहिँ नेपाल राष्ट्र ब्याङ्क एकदम राम्रो छ, एकदम मनपर्छ मलाई त्यो बाहिरबाट देख्दा। अनि यो चाहिँ वाणिज्य ब्याङ्क थापाथलीको। अनि म जाँदैछु हिँड्दै एक्लै जाँदैछु अनामनगर। साथीहरू फेरि अगाडि गयो कि मलाई छोडेर। अनि म हिँड्दै जाँदैछु रातो पिरो हुँदै घाममा। रमाइलै छ यता जहिले सुकै मलाई रमाइलै लाग्छ यताको सिनहरू। म देखाउँदैछु। यहाँ यो चाहिँ थापाथली क्याम्पस हो यो चाहिँ। अनि म हिँड्दैछु साथीहरू। यो चाहिँ काठमाडौँ वकिल कार्यालय हो, यो पछाडिबाट खिचेको। यो चेन्जी आन्दोलनमा जलेको सरकारी भवनहरू तथा नाम भएर मनै कस्तो हुन्छ अहिले हेर्दा चाहिँ। अब त्यो बाटो चाहिँ यता भिरकुटी निस्किने बाटो अनि सिंहदरबारको गेटहरू भयो। यो सिंहदरबारको पछाडिको साइड भयो। यो चाहिँ माइती घरतिर भयो। आज पनि के को खै त्यहाँ अनसनहरू बसिरहेको छ, मान्छेहरू जम्मा भइरहेछ। आन्दोलन केही न केही छ आज पनि त्यहाँ जहिले पनि केही न केही चाहिँ भइरहन्छ है।
सधैँ प्रायः त्यहाँ भइरहन्छ। अब म चाहिँ अनामनगर हिँड्दै हिँड्दै त्यहाँबाट जाँदैछु। अनि यो चाहिँ सबै सिंहदरबार पछाडिको साइडहरू हो। म चाहिँ अब जाँदैछु अनामनगर भिजिट गर्नलाई साथीहरू। म चाहिँ अब अनामनगर पुगेँ। यो चाहिँ हनुमान थान भयो। भाटबुटेनी अनामनगरबाट पनि सानो छ। म पुगिसकेँ। अब त्यहाँ गएर चाहिँ मैले भित्र गएपछि चाहिँ त्यहाँ खिच्न मैले मिल्दैन। यति बाहिर चाहिँ म खिच्न पाउँछु, भित्र गएर चाहिँ म त्यसरी खिच्न चाहिँ पाउँदैन। अनि म काम गरिवरि फेरि घर फर्किन थालेँ। बसमा फर्केको आउँदा चाहिँ अनि रमाइलो छ यस काममा। गयो बेलुका आयो होइन, सबैसँग भेट हुन्छ, भिजिट गऱ्यो भाटबुटेनीहरू। जेस रमाइलो छ काम चाहिँ। साथीहरू अब चाहिँ म बसबाट झरेँ। अलिकति मेरो चाहिँ अब 5 मिनट जति चाहिँ हिँड्नुपर्ने हुन्छ, किनभने यहाँ गाडी ठ्याक्कै घरसम्म चाहिँ गाडी आउँदैन। अब म चाहिँ हिँडेँ 5 मिनट जति। अब मेरो भिडियो कस्तो लाग्यो सबैजनाले हेर्नुभयो। म नयाँ बल्ल बनाउँदै गरेको हो। अब अहिले त सिक्दैछु, म सिक्ने प्रयासमै छु। अब ट्राई गर्दैछु जे होस् के कस्तो हुन्छ, सल्लाह सुझाव प्रतिक्रिया दिनु होला, कसरी हो सिकाउँदै जानु होला। म बनाउँदै जाँदैछु। अनि म बाई बाई, लभ यु अल।